Day 1 of 5 surprising my baby until her birthday. र आज म उसलाई लिएर जाँदैछु गेन्ट अफ टे लेक। एन्ड इफ यु आस्क मी वाइ, मेरो मुसीको चाहिँ फेभरेट कुरा भने भिडियो खिच्नु हो, त्यही भएर उसलाई म लिएर जाँदैछु लेक जानको लागि हामीले लियौँ बस। तर बसमा भई मुसी फसफसाउँदै र फुसफुसाउँदै लोकेसनमा त पुग्यो, तर लोकेसनमा पुग्न साथ पानी पर्न थाल्यो। पानीले ल्याएको निराशामा यो टनल भयो हाम्रो एक मात्रै आशा। अनि यो टनलमा चाहिँ हामीले हल्का फोटो भिडियो खिच्यौँ। बाई द वे अदा हेर्नु न हो अदा गाइस, तर यही अदामा हो है म चाहिँ फिदा। अनि यहाँ चाहिँ करोडपतिको घरलाई रोडपतिले जज गर्दै हिँड्दैछ है। फाइनली हामीले घाम पानी छल्यौँ अनि त्यस पछाडि लेकको एक फन्को मार्यौँ अनि पुग्यौँ हामी हाम्रो फोटो खिच्ने मेन स्पटमा। पुग्ने बित्तिकै मैले बेबीको भिडियो यसरी खिचिदिन थालेँ। ल हेर्नुहोस् न, अब यहाँ मुसीले घुम्दै कुद्दै अगाउन्जेल फोटो भिडियो खिची। अनि बल्ल उसलाई मेरो याद आयो अनि हामी दुईजनाको पनि खिचौँ भनी अनि लन त तुबिका याद राखेकी भनेर म पनि उसँग एकछिन कुदेँ। तर अफसोस मेरो सिङ्गल चाहिँ केही पनि खिच्दिन उसले। र त्यति सबै खिचिसकेपछि हामी त्यहाँबाट प्याकअप गरेर आफ्नो बाटोतर्फ लाग्यौँ। बाटोमा जाँदा जाँदै मुसीले सेन्टा क्लज देखेर सेन्टा क्लजलाई उसले त्यही नमस्ते ठोकिदिइहाली। र उसको अनुसार चाहिँ यो घर हन्टेड हाउस अरे, त्यही भएर ऊ भागिहाल्यो यहाँबाट। भागेर हामी 2 सेकेन्डमा स्टेसन आइपुग्यौँ र 2टा समोसा हानिदिइहाल्यौँ। र यसरी मेरो पहिलो सरप्राइज सकियो। र आउने सरप्राइजहरू चाहिँ अझै मोर एक्साइटिङ र इन्ट्रेस्टिङ हुनेवाला छ। किप वाचिङ अस, बाई बाई।